सेवारो नमस्ते एन्ड वेलकम यु अल आई एम अभिषेक गौतम र अनलकिङ इङ्ग्लिस राइटिङमा सबैको स्वागत छ फेरि पनि र आज हामी हेर्नेछौँ मोडल सेट नम्बर 5 यहाँभन्दा अगाडि मैले अलरेडी 4 भिडियोज अपलोड गरिसकेको छ रिलेटेड टु इङ्ग्लिस सब्जेक्ट फर एनइबी इक्जाम 2082 आशा गर्दछु तपाईँहरूले भिडियो हेर्नुभएको छ होला छैन भने प्लिज हेर्नु र प्र्याक्टिस गर्नु र प्र्याक्टिस गर्नु ठिक छ This video is going to cover 75 marks question जसमा literature part, passage, grammar, guided writing र free writing को questionहरु रहनेछ. Some information data has been given here which is coming on the screen. हेरेर बुझ्नु होला. I would like to convey my message. Please don't neglect your studies. ठिक छ? A lot of students are getting failed in compulsory subject like English, social and Nepali which we have been studying since our class नर्सरी अलिअलि गर्दै सिक्दै आउँदैछौँ तर पनि हामी पास गर्न सकेको छैनौँ एनइबीमा द्याट इज रियली पेनफुल टु अल द टिचर्स हु आर ट्राइङ टु टिच यु अल ठिक छ सो म रिक्वेस्ट गर्न चाहन्छु पढ्नुहोला र धेरै स्टुडेन्ट्सहरू इङ्ग्लिसमा पनि फेल हुँदैछन् र किन फेल हुँदैछन् भन्दाखेरि फोकस गर्दै हुनुहुन्न कि तपाईँहरू आजकल धेरै टिकटक रिल्सहरू इन्स्टाग्राम भिडियोजहरू यस्तो चलाइराख्नुहुन्छ भन्दाखेरि ठिक छ सिलेबसकै क्ल्यारिटी छैन कस्तो खालको क्वेसन आउँछ के क्वेसन आउँछ स्ट्र्याटेजी बनाउन कि एटलिस्ट 27 मार्क्स कसरी ल्याउने कसरी पास गर्ने ठिक छ सो just these 5 model sets if you practice I believe you can easily score 27 marks मलाई विश्वास लाग्छ तर तपाईले मेहनत गर्नु भएन भने त it is not possible you have to practice revise ठिक छ practice revise ठिक छ put your lot of efforts so that you can pass so first question हाम्रो हेर्न सक्नुहुन्छ passage बाट आउँछ जसमा एउटा प्यासेज दिएको हुन्छ रिलेटेड टु एनी पर्टिकुलर टपिक र त्यसकै आधारमा हाम्रो फेरि क्वेसन दिएको हुन्छ कस्तो खालको क्वेसन दिएको हुन्छ स्क्रिनमा आउँदैछ प्यासेज र क्वेसन कस्तो खालको आउँछ भन्दाखेरि ट्रु फल्स क्वेसन आउँछ फिल इन द ब्ल्याङ्क्स क्वेसन आउँछ समटाइम्स रिअर्डर आउँछ चुज द करेक्ट आउँछ ठिक छ त्यसपछि क्वेसन एन्सर आउँछ यहाँ हाम्रो आएको छ कस्तो आएको छ फिल इन द ब्ल्याङ्क्स आएको छ जुन हाइलाइटेड वर्ड्स छ त्यसबाट चुज गरेर राइट वर्ड चुज गरेर यसमा फिल गर्ने र आफ्नो आन्सर बनाउने र त्यसपछि आउँछ ट्रु फल्स नट गिभन यो 5 वटा क्वेसन जुन आउँछ यसमा ट्रु फल्स नट गिभन जुन तपाईले प्यासेजको आधारमा जुन इन्फर्मेसन छ त्यसलाई बुझेर लेख्नुपर्ने हुन्छ र त्यसपछि डब्ल्युएच टाइपको क्वेसन पनि आउँछ ठिक छ जसमा 5 वटा डिफरेन्ट क्वेसन्स हुन्छ र त्यसको आन्सर खोजेर लेख्नुपर्ने हुन्छ आई होप इट इज क्लियर यही प्यासेज आउँछ आउँदैन प्लिज बिलिभ मी लेट मी बी भेरी अनेस्ट आउँदैन ठिक छ लेट मी बी भेरी अनेस्ट विल यु क्वेसन ट्यागको रुल रहेको छ लेट मी लेट यु लेट हिम यस्तो आयो भने हामीले विल यु क्वेसन ट्याग सप्लाई गर्नुपर्ने हुन्छ रुल याद राख्नु होला र नेक्स्ट क्वेसन छ हाम्रो लिटरेचर पार्टबाट जसमा क्वेसन एन्सर लेख्न आउँछ जुन हाम्रो सर्ट स्टोरिज हुन्छ एसे हुन्छ वान एक्ट प्ले हुन्छ ठिक छ पोएमहरू हुन्छ त्यसबाट आउँछ स्क्रिनमा क्वेसन आउँदैछ पढेर बुझ्नु होला लेख्नु होला जेनरली क्वेसन नम्बर 2 मा डाइरेक्ट क्वेसनहरू बुकबाट नै आएको हुन्छ जसको आन्सर तपाईले 50 60 70 वर्ड्समा लेख्न सक्नुहुन्छ र क्वेसन नम्बर 3 मा अलिकति क्रिटिकल एनालिटिकल क्वेसन्सहरू आउँछ आफ्नो विचारहरू राख्ने क्वेसन्सहरू आउँछ रिलेटेड टु द टपिक द्याट इज टट इन पोएम इन सर्ट स्टोरिज एसे हो होइन त्यसबाट नै लिङ्क गरेर आएको हुन्छ कहिलेकाहीँ डाइरेक्ट क्वेसन पनि हुन्छ कहिलेकाहीँ अलिकति घुमाएर आउँछ तर स्टोरीलाई बुझ्नुभएको छ पोएमलाई बुझ्नुभएको छ भने क्वेसन बुझेर लेख्न सक्नुहुन्छ छैन भने पनि एउटा दुईवटा किवर्डलाई ध्यान दिने यसलाई बुझ्ने र यसको आधारमा जे बुझ्नुभएको छ त्यसलाई एक्सप्लेन गरिदिने सो द्याट यु गेट एटलिस्ट गेट 2 मार्क्स ठिक छ त्यति चाहिँ दिमाग लाउनु होला तपाईँहरू अब अर्को क्वेसन रहेको छ यहाँ नोट मेकिङको नोट राइटिङको स्क्रिनमा क्वेसन आउँदैछ यसपालि हायर चान्स छ नोट राइटिङ आउने ठिक छ इट डजन्ट मिन कि अरू आउन सक्दैन तर हायर चान्स ठिक छ कसको छ हाइएस्ट चान्स कसको छ नोट राइटिङको छ सो पढेर प्र्याक्टिस गरेर जानु होला ठिक छ
त्यसपछि क्वेसन चाहिँ हाम्रो बिजनेस लेटर सम्बन्धित बिजनेस लेटरको रूपमा यहाँ सर्ट टर्म कोर्सको विषयमा तपाईँले इन्क्वायरी गर्ने लेटर लेख्नुपर्ने हुन्छ ठिक छ यस विषयमा मैले अलरेडी टपिक गरिसकेको छ कभर तपाईँहरूले क्वेसन हेरेर बुझ्न सक्नुहुन्छ कन्सेप्ट पनि बुझ्न सक्नुहुन्छ आन्सर पनि कसरी लेख्ने त्यो पनि बुझ्न सक्नुहुन्छ त्यसपछि नेक्स्ट क्वेसन इज कुन छ क्वेसन नेक्स्ट क्वेसन इज प्रेस रिलिज यसपालि पनि हायर चान्सेस छ प्रेस रिलिजको ठिक छ डायरी इन्ट्रीको एन्ड आई गेस बुक अर फिल्म रिभ्यू तिनवटाबाट एउटा आउनुपर्ने हो बट केही पनि आउन सक्छ वी डोन्ट नो 5-6 टपिक्स आर देयर कुनै पनि आउन सक्छ सो प्र्याक्टिस गर्नुहोला ल अब नेक्स्ट हाम्रो ग्रामरको पार्ट रहेको छ आई बिन टेलिङ ग्रामरमा सेम कम्पोनेन्ट्सको क्वेसनहरू आउँछ ठिक छ एडभर्ब एडजेक्टिभ पार्ट्स अफ स्पिच टेन्स ठिक छ कन्जङ्सन रिलेटिभ प्रोनाउन ठिक छ त्यसपछि हाम्रो एक्टिभ प्यासिभ भोइस डाइरेक्ट इन्डाइरेक्ट स्पिच यस्तै क्वेसनहरू आउँछ प्र्याक्टिस गर्दै जानुहोला यो सबै टपिक तपाईँहरूले क्लास 1देखि नै पढ्न थाल्नुभएको नर्सरीदेखि नै एबिसिडी सिकिसकेपछि क्लास 1देखि नै पढ्न थाल्नुभएको नाउन प्रोनाउन एडजेक्टिभ एडभर्ब ठिक छ प्लिज प्र्याक्टिस गर्नुहोला सो द्याट यु क्यान पास एटलिस्ट पास ठिक छ आमा बुवाले धेरै मेहनत गरेर तपाईँहरूलाई पढाउनुहुन्छ धेरै दुःख गर्नुहुन्छ पैसा कमाउन तर तपाईँहरू पास गरिदिनुहुन्न उहाँलाई कति चित्त दुख्छ होला यु विल गेट टु नो वेन यु विल बिकम प्यारेन्ट्स अहिले त त्यस्तो लाग्दैन होला ठिक छ यो एजै त्यस्तो टिनेज एज जसमा हामीलाई भनेको राम्रो कुराहरू पनि राम्रो लाग्न सक्छ र लाग्छ पनि ठिक छ वी अल टिचर्स हेभ बिन दिस यु नो काइन्ड अफ टाइम पिरियड हामीलाई पनि थाहा छ बट वी वान्ट यु टु एटलिस्ट पास गेट युर एनइबी सर्टिफिकेट एन्ड डु समथिङ इन यर लाइफ ठिक छ वी डोन्ट नो 12को सर्टिफिकेट कहाँ काम लाग्छ भनेर द्याट्स वाइ एम टेलिङ नाउ कमिङ ब्याक टु द टपिक क्वेसन नम्बर 8मा के हुन्छ भन्दाखेरि साउन्ड सिस्टमबाट क्वेसन आउँछ भोक्याबुलरीबाट क्वेसन आउँछ फ्रेजल वर्ब्सबाट क्वेसन आउँछ सफिक्स प्रिफिक्सबाट क्वेसन आउँछ डिक्सनरी इन्ट्रीबाट क्वेसन आउँछ ठिक छ स्पेलिङ रङ स्पेलिङ मिन्स भोक्याबुलरी यो सब क्वेसनहरू आउँछ प्र्याक्टिस गर्नुहोला प्लिज प्र्याक्टिस गर्नुहोला अगेन आई वुड लाइक टु से सेम क्वेसन विल नट अपियर ठिक छ विल नट कम तर यही क्याटेगोरीको डिफ्रेन्ट क्वेसन्सहरू यही टपिकको डिफ्रेन्ट क्वेसन्सहरू आउन सक्छ प्र्याक्टिस गरेर जानुहोला रिभाइज गर्नुहोला प्र्याक्टिस गर्नुहोला रिभाइज गर्नुहोला प्र्याक्टिस गर्नुहोला वाट एभर पर्सन यु एडमायर इफ यु हेभ एनी आइडल हु इज यु नो फेमस इन दिस वर्ल्ड दे हेभ बिन प्र्याक्टिसिङ रिभाइजिङ लर्निङ प्र्याक्टिसिङ रिभाइजिङ लर्निङ तपाईँले पनि त्यो रुल अवश्य आफ्नो जीवनमा अपनाउनु होला so that you can do something good in your life. All the best you all for your exam. Thank you very much for watching this video. Signing off, Abhishek Gautam.